सबभन्दा भात धेरै खानेलाई भातै भनिन्छ अनि खाना धेरै खानेलाई के भनिन्छ? खाते भनिन्छ। ल लेट्स स्टार्ट हैन त? बिगिन। ल कुखुरा पहिले आएको कि अन्डा? के आएको? प्रचण्ड। खानु पर्यो सबै पर्यो त। खानु न दाइ खानु। अब म है त होल्डिङमा काम गर्ने केटाको मेरो बुढीसँग अफेयर चलेको रहेछ। त्यसले वाइफाई बनाउन आउँदा मेरो घरमा आउँदा के भन्यो? के भन्यो होला? ढोका लाउ। वाइफाई। राम्रो त थिएन तर दाइ हुनु हो नि त। सबै हो। मेरो आएन। ओली देउबा प्रचण्ड माकुने यी 4 जनाको जोडीको नाम के हो? के हो? भ्रष्टाचार। खानु पर्यो त। लाभ इस्माइलमा नि खानु पर्यो क्या दादा। इस्माइलमा नि खानु पर्यो। तिमीलाई ह्याप्पी बर्थडे विस गर्न सबभन्दा एक्साइटेड को हुनुहुन्छ? को हुनुहुन्छ? लाइफ इन्सुरेन्स कम्पनी। डार्क। मेलम्चीको खानेपानी भन्दा अगाडि काठमाडौँवासीले के खाए? बागमतीको पानी। अब मेरो पञ्चलाइन हुँदा यो भन्ने भयो क्या। सुदानको मिनरल वाटर। तर पञ्चलाइन हुँदा मेरो भन्ने दुइटैले खानु पर्यो। दुइटै लाग्छ। अस्ति क्या एउटा केटो कलेजमा वाइल्ड फुल्ड भन्ने त्योभन्दा अगाडि त्यो कहाँ थियो? कहाँ थियो? रियाबमा। स्कुल। भिडियो चलाउनलाई जे नि गर्नुपर्छ। नेपालमा फेरि राजतन्त्र आयो भने जनताले सबैभन्दा मन पराउने किङ के होला त? ट्रेकिङ। पचाए यार, लाख पचाए थुक्क मेरो पञ्चलाइन। किङकै कुराहरू। जोनी सिन्स कस्तो राजा हो? कस्तो? फकिङ। ध्यान दिएर हेर्नु है। हर्क साम्पाङले यो चम्चालाई देख्यो भने के भन्छन्? यस्ता नाथे। थुक्क गुइठे कति सानो बेल्चा। म किन आइरहेको छु? राम्रो जोक भनेकोमा यस्तो एक्साइटमेन्ट आएको। एक बिहान है तिम्रो वाइल्ड दुश्मन मरेको थाहा पायो भने तिम्रो फर्स्ट वर्ड के हुन्छ? मरेछ जाँठो। गुड मर्निङ। मैले इङ्ग्लिस नबुझेको हो कि जोकै पुवर हो? गुड मर्निङ। मर्निङ भनेको? मर्निङ भनेको ए मर्न। डिप है। ताली बजाउँदा खानुपर्ने हो कि होइन? के हो? होइन तर खाइदिन्छु। खाइदिन्छु। वाइ गगन थापा लस्ट पी एमरेस? नो आइडिया। एमरेस। ए एमरेस। हाँसिसक्नु भयो। अब तर म अहिले हाँसेकोमा खान्न। अघि हो यार यो ल म त गरिबीले तिते करेलाको जुस पनि खाएको छ। ल एउटा फेमिनिस्टले व्याकरणको रामले भात खान्छ लाई के भनेर पढ्छ? फेमिनिस्टले पढ्नुपर्छ सीताले पकायो भने। अच्छा था दादा, अच्छा था। हाँस्नु आयो भने सक्यो क्या? हाँस्दा रुँदा हाँस सक्यो भने खाऊ। रिफिल है। बालेनले चुनाव हारेको भए पनि फेरि कसरी मेयर हुन्थ्यो? चुनाव हारेपछि नाइट मेयर। पचायो यार। सोसियल मेसेज हो नि त यो। बालेनको कुरा गऱ्यो भने त केपी ओली बालेनसँग हारे पनि फेरि प्रधानमन्त्री नै हुन्छ। कसरी? पूर्व प्रधानमन्त्री। अच्छा था। खायो। जेनजीलाई किन आतङ्ककारी भनेको? नो आइडिया। रक्षा बम भएर। दिस वाज डिप ब्रो।
भेरी डिप तर ओके। नो लाफ्टर। पाइयो पाइयो पाइयो। यस्तै हो नेपालीहरू अझै पनि मनोज गजरेलकै क्यारिकेचर रुचाउँछन् भन्ने प्रमाण हो यो। एउटा अनाथ उम्, मासु पसलमा गयो, अँ, ब्रोइलर र मटन बाहेक अरू केही दिनु भन्यो। उम्, मासु पसलेले उम्, यस्तो जवाफ दियो, उम्, त्यो अनाथ रुनै लाग्यो। उम्। त्यो मासु पसलेले अनाथलाई के भन्यो होला? के भने? प्यारेन्ट लान्छौ त? खानुपर्छ कि क्या हो? एक्सप्रेसन त कडै आयो। खाइदिन्छ खाइदिन्छ। चोक्टै रहेछ। सुन वाइल्ड महँगो छ, बिहे कसरी गर्ने? लसुन लाएर म्यारिगोल्ड। म्यारिगोल्ड क्या फुल? बुझे त हाँसिसक्नु बुझे भएको त। खानु। ओ यार यो त एउटा लयरको बाबु मरेछ, नुनहरू त बार्नु पर्यो नि। पर्यो। उसले पण्डितलाई के भन्यो? के भन्यो? कानुन त चाहिहाल्छ। यो चाहिँ अपलोड यो चाहिँ उठ्यो, यो जोकमा उठ्यो दाइ उठ्यो अब झन्डै त खाऊ, सुत्यो नि त। खाऊ। खान्छु। है ल है ल है ल लास्ट एउटा कन्टेन्ट क्रिएटर सार्क ट्याङ्कमा गयो भने के भनेर पिच गर्छ? कन्टेन्ट क्रिएटर डिएम फर कोल्याबोरेसन। डिएम खाम त कस्तो मिठो छ यार। एउटा मिम लभरको गर्लफ्रेन्ड प्रेग्नेन्ट भएछ। उसको गर्लफ्रेन्डलाई एबोर्सन गर्नको लागि कन्भिन्स गर्न उसले के भन्यो? यो मजाक मात्रै थियो। नेपाल इज नट फर बिगिनर्स। मिम लभरले होइन, म चाहिँ सुटेँ नि। क्रेजी 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 म्यान क्रेजी। तर यो जोक खतरा थियो ब्रो। अरे हुन्छ भाइ, गुन्डु दाइ गुन्डु कर्स। अब करेला खाइया छ, के मिठो खाने हो त? हुन्छ के खानु त? ल मगाउँ नि त। भयो थोरै चाहिँ गुन्डुमा साँच्चीकै आक्रमण हुँदो रहेछ। भएका खान पाएँ